यस आज चाहिँ ब्राजिलले जित्यो है। ब्राजिल चाहिँ योपालिको फिफा वर्ल्डको फर्स्ट विन है ब्राजिलको। एकदम म्याच चाहिँ एकदम दामी भएको थियो है ह्याटीसँग है। आज चाहिँ ब्राजिलको अल इन अल पर्फर्मेन्स है, सोचेको जस्तो पर्फर्मेन्स चाहिँ भयो है। तर पनि अब कतिवटा चिज चाहिँ अब एकदम बेटर गर्नु जरुरत छ ब्राजिललाई है। तर पनि आज चाहिँ एकदम दामी पर्फर्मेन्स भएको थियो है। आजको म्याचमा चाहिँ है ब्राजिलले फर्स्ट हाफमै नै है ह्याटीसँग चाहिँ है बढत लिइसकेको थियो है 3 गोलको है। जसमा चाहिँ जर्सी नम्बर 9ले 2 गोल गर्न सफल है। त्यसै गरेर जर्सी नम्बर 7 भिनिसियस जुनियर एकदम मेन प्लेयर ब्राजिलको अहिले फिलहालको चाहिँ है 1 गोल गर्न सफल है। त्यसैले गर्दाखेरि चाहिँ फुल टाइमसम्म चाहिँ ब्राजिलले चाहिँ ह्याटीलाई चाहिँ 0को विरुद्ध 3 गोल गरेर चाहिँ आफ्नो ग्रुप स्टेजको फर्स्ट म्याच जित्न सफल भएको छ है। त्यसै गरेर ग्रुप स्टेजमा नम्बर 1 मा पनि रहिसकेको छ ब्राजिल है यो आजको म्याचलाई। अब नेक्स्ट म्याच चाहिँ कोसँग रहेको छ भन्दाखेरि स्कटल्यान्डसँग रहेको छ है। एकदम दामी हुनेवाला छ स्कटल्यान्डसँग पनि म्याच है। तपाईहरुले पनि म्याचहरु यसो हेर्दै गर्नु है। तर आजको पर्फर्मेन्स चाहिँ दामी भयो, ब्राजिलले जितेर एकदमै ह्याप्पी है। ह्याप्पी भन्दा ह्याप्पी तपाईहरुलाई है अपडेटहरु के कस्तो हुनेछ दिँदै गर्नेछु है। अनि मेरो पेजलाई चाहिँ फलो गर्नु चाहिँ नबिर्सिदिनु होला है। यसलाई फलो गरिदिने है। हस् त सबैजना।